गाइज हामी चाहिँ त्यो खाएर नि हिँडिसकेका छौँ घाँस काट्न। अहिले चाहिँ फिलहालको अवस्थामा रुखमा चढ्दै हुनुहुन्छ मामा। म मामा चाहिँ रुखमा चढेको देखाउँछु गाइज। हामीले चाहिँ घाँस रुखबाट झार्ने हो गाइजहरू। अब मैले चाहिँ आगो निभाल्न सक्छु गाइजहरू। मामा आगो बालेर ताप्ने हो कि? होइन हामीलाई रेडी होइन शरम नगरिकन अब भैँसीले खाना खान नपाउने भयो। शरम गर्नै पर्यो। अब भैँसीलाई तपाईँहरूले खानु यो खायो कि खानु कसैले यो कमेन्ट गरौँ है। कसैले खान्छ भने यो चाहिँ पहिला आँखो पाक्वा भन्थ्यौँ हामीले है। सानो सानोमा खान्थ्यौँ। अहिले त अलि रहन्छ। तलको बुट्टा त छ मैले देखेँ चाहिँ। तर यो बुट्टा चाहिँ रहन्छ। तल बुट्टा जानुपर्छ कि आज? जहाँनिर तल बुट्टा जाम है त। त्यसो भए अप्ठ्यारो खागेन तल बुटो त्यस्तो खासै अप्ठ्यारो त छैन। हो यहीँ जानु नि यही सजिलो छ है। ल म माथि चढेँ है त भन्छ है। ल अब बिहान चढिन्छ है। चढिन्छ कि हामी बुट्टा चढ्नुभन्दा अगाडि संस्कृति पार्टीलाई चाहिँ हामीले भोट हाल्न पर्छ। त्यसलाई चाहिँ जिताउनु पर्छ भन्ने मेरो मान्यता छ। भैँसीलाई यति नगरसम्म त भैँसीले बिचरा बेलुका के खान्छ? हामी त खाइएला मासु भात खाइएला। तर होइन भैँसीले खाना पर्यो नि। भैँसीले त के खाने बिचरा भन्दा यही घाँस खाने।